नेपालमा 10 जना मध्ये 8 जनाले घर बनाउँदाखेरि 5 देखि 10 लाख रुपैयाँ बढी खर्च भएको देखिन्छ। यस्तो किन हुन्छ त? के यो महँगाइले हो, कि यो ठेकदारले गर्दा हो, कि यो हाम्रो माइन्डसेटले गर्दा हो त? आउनुस् आजको भिडियोमा यो हेरौँ। पहिलो कारण हो प्रपर कस्ट एन्ड क्वान्टिटी एस्टिमेट नगरिकन घरको कन्स्ट्रक्सन स्टार्ट गर्नु। यसले गर्दाखेरि हामीले इनिसियलमा 75 लाखमा स्टार्ट गर्न सोचेको 75 लाख रुपैयाँ बजेट राखेर स्टार्ट गरेको कन्स्ट्रक्सन अन्त्यमा चाहिँ 1 करोड पनि नाग्न सक्छ। दोस्रो कारण हो टेक्निकल प्रोफेसनल्सले बनाएको नक्सा बिना नै घरको कन्स्ट्रक्सन स्टार्ट गर्नु। यसले गर्दा तपाईको घरमा धेरै मिस्टेकहरू हुन सक्छ र यसले गर्दा चाहिँ तपाईको कस्ट पनि धेरै बढ्न सक्छ। तेस्रो कारण हो सुरुमै घरको डिजाइन फाइनल नगरी घरको कन्स्ट्रक्सन स्टार्ट गर्नु। यसो गर्नुभयो भने घरको कन्स्ट्रक्सन फेजमै धेरै चेन्जेसहरू आउन सक्छ, जसले गर्दाखेरि चाहिँ धेरै कुराहरू फुटाएर नयाँ तरिकाले बनाउनु पर्ने हुन सक्छ, जसले गर्दा फेरि पनि तपाईको कस्ट बढ्न सक्छ। चौथो कारण हो सुरुमा घर बनाउँदा चाहिँ बजेटमा घर बनाउँछु भनेर स्टार्ट गर्ने र घर बन्दै गएपछि चाहिँ प्रिमियम सामान हाल्न मन लाग्ने र हरेक सामानहरू प्रिमियम हाल्दै जाने, जसले गर्दाखेरि तपाईको घरको कस्ट बढ्छ र अन्त्यमा चाहिँ तपाईले एलोकेट गरेको बजेट भन्दा बढी आउन सक्छ। ठेकेदार अथवा कन्ट्र्याक्टरसँग रिटर्न एग्रिमेन्ट नगरी भर्बली अथवा मौखिक एग्रिमेन्ट गर्ने, जसले गर्दाखेरि चाहिँ तपाईको धेरै कुराहरू चाहिँ एक्स्ट्रा कस्ट एक्स्ट्रा चार्जेस भनेर लाग्न सक्छ, जसले गर्दाखेरि तपाईको अन्त्यमा फेरि पनि घरको कस्ट चाहिँ बढेर आउन सक्छ। पाँचौं नम्बरमा रहेको छ साइट सुपरभिजनको कमी। तपाईको घरको कन्स्ट्रक्सन हुँदै गर्दाखेरि साइट सुपरभिजनको कमी भयो भने तपाईको मटेरियलहरू धेरै वेस्टेज जान सक्छ, जसले गर्दाखेरि पनि तपाईको घरको कस्ट चाहिँ बढेर आउन सक्छ। यदि तपाईहरु पनि आफ्नो बजेट अनुसारको प्रपर साइट सुपरभिजन गरेर घर बनाउन सोच्दै हुनुहुन्छ भने तपाईहरुले हामी सत्व होम्सलाई सम्झन सक्नुहुन्छ।